दक्षिण कोरिया र जापान बीच पछिल्ला वर्षहरूमा बढ्दै गएको कूटनीतिक निकटता अहिले विश्व राजनीतिमा चासोका साथ हेरिन थालेको छ। ऐतिहासिक रूपमा अविश्वास र तनावको सम्बन्धमा रहेका यी दुई देश अहिले बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका कारण सहकार्यतर्फ उन्मुख भएका छन्। विशेष गरी अमेरिका चीन प्रतिस्पर्धा, विश्वव्यापी आर्थिक अनिश्चितता र आपूर्ति श्रृङ्खलाको सङ्कट, क्षेत्रीय सुधारका चुनौतीहरूले सियोल र टोकियोलाई एकअर्कासँग अझ नजिक ल्याएको विश्लेषण गरिएको छ। दक्षिण कोरियाका राष्ट्रपति ली जे-म्युङ र जापानका प्रधानमन्त्री साने ताकाइची बीच मंगलबार हुन लागेको शिखर वार्तालाई पनि यही बदलिँदो भूराजनीतिक अवस्थाको निरन्तरताको रूपमा हेरिएको छ। करिब 2 महिनाको अवधिमा हुन लागेको यो चौथो भेटले दुवै देशबीचको सम्बन्ध केवल औपचारिक कूटनीतिकमा सीमित नरही रणनीतिक साझेदारीतर्फ अघि बढेको संकेत दिइरहेको छ। यसपटक राष्ट्रपति लीले आफ्नो गृहनगर अन्डोङमा प्रधानमन्त्री ताकाइचीको स्वागत गर्दैछन्। यसअघि जनवरीमा दुवै नेताले जापानको ऐतिहासिक शहर नारामा भेट गरेका थिए। एकअर्काको गृहनगरमा पुगेर संवाद गर्नु आफैमा विश्वास र राजनीतिक निकटताको प्रतीक मानिएको छ। विश्लेषकहरूका अनुसार अहिलेको विश्व परिस्थितिले दक्षिण कोरिया र जापानलाई पुरानो विवादभन्दा साझा हिततर्फ केन्द्रित हुन बाध्य बनाइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिका फर्स्ट नीतिले एसियाली सहयोगी राष्ट्रहरूमा सुरक्षा र व्यापार सम्बन्धी अनिश्चितता बढाएको छ। अमेरिकाले आफ्नो प्राथमिकता परिवर्तन गर्न सक्ने संकेतसँगै जापान र दक्षिण कोरियाले क्षेत्रीय सहकार्यलाई मजबुत बनाउने प्रयास तीव्र पारेका हुन्। यससँगै चीनको बढ्दो प्रभाव पनि अर्को महत्त्वपूर्ण कारण बनेको छ। बेजिङको आर्थिक विस्तार, सैन्य सक्रियता र हिन्द प्रशान्त क्षेत्रमा बढ्दो प्रभावका कारण टोकियो र सियोल दुवैले रणनीतिक सन्तुलन कायम गर्न सहकार्यलाई आवश्यक ठानेका छन्। उत्तर कोरियाको आणविक कार्यक्रमले पनि दुवै देशलाई साझा सुरक्षा चुनौती दिएको छ। विश्व अर्थतन्त्रमा देखिएको अस्थिरता र आपूर्ति श्रृङ्खलामा आएको अवरोधले समेत दुई देशबीच आर्थिक सहकार्यको आवश्यकता बढाएको छ। सेमीकन्डक्टर, ऊर्जा प्रविधि र दुर्लभ खनिज जस्ता क्षेत्रमा पारस्परिक निर्भरता बढाउने प्रयास भइरहेको छ। इरान युद्धका कारण ऊर्जा बजारमा बढेको दबावले पनि एसियाली अर्थतन्त्रलाई असर पार्न थालेपछि दुवै देशले संयुक्त रणनीति आवश्यक ठानेका छन्। यद्यपि दक्षिण कोरिया र जापान बीचको सम्बन्ध अझै संवेदनशील मानिन्छ। दोस्रो विश्वयुद्ध अघि जापानले कोरियाली प्रायद्वीपमा गरेको औपनिवेशिक शासन, जबरजस्ती श्रमिक र यौनदासका मुद्दा पूर्ण रूपमा समाधान भइसकेका छैनन्। तर अहिलेका नेतृत्वले ती विषयलाई सार्वजनिक विवादको विषय भन्दा कूटनीतिक संयमता सहित व्यवस्थापन गर्ने नीति ल्याएका छन्। विश्लेषकहरूका अनुसार अहिलेको सन्देश विश्व राजनीतिक नयाँ ध्रुवीकरणतर्फ गइरहेको अवस्थामा पुराना प्रतिस्पर्धा राष्ट्रहरू पनि साझा सुरक्षा, अर्थतन्त्र र रणनीतिक हितका लागि सहकार्य गर्न बाध्य भइरहेका छन्। दक्षिण कोरिया र जापानको बढ्दो निकटता द्विपक्षीय सम्बन्धको विषय नभई बदलिँदो विश्व शक्ति संरचनाको संकेतका रूपमा पनि हेरिएको छ।